तपाईहरु सबै सम्पूर्ण सुनवार सेवा समाजले चाहिँ सुनवार विद्यार्थी समाजलाई हेर्ने दृष्टिकोण त्यो बदल्नु पर्छ जस्तो जरुरी लाग्छ मलाई। र अर्को कुरा अहिलेसम्म पदेना सदस्य किन नबनिएको भन्ने कुराहरुमा त्यो मेरो प्रश्न छ। आज प्रमुख अतिथिको लागि दावेदार गर्ने हाम्रो अमृत बहादुर सुनवार अध्यक्षज्यू यहाँ हुनुपर्छ यो कुरा सुन्नको लागि। सायद यहाँ रेकर्ड छ होला, यो त्यहाँसम्म पुग्छ होला जस्तो लाग्छ मलाई भरेसम्ममा हैन। तर यो सुनवार सेवा समाजले सुन्नुपर्छ। आज तिमीहरुको भुइँजोको दिनसम्म मलाई चुनौती थियो, मलाई एकदम टेन्सन टर्चर भइरहेको थियो। लाइक जसरी म अब कार्यकालको अन्तिममा छु हैन, अब मेरो आफ्नो हिसाबले अब सुनवार विद्यार्थी समाज नयाँ इन्फर्मेसन छ, अध्यक्षज्यूले के भन्नुहुन्छ तिमीहरुले चिफ गेस्ट चाहिँ मलाई भन्नुपर्छ भन्ने कुरा भयो। र हामीले जसलाई हामी चिफ गेस्ट बनाउनको लागि हाम्रो संस्थापक हाम्रो आफ्नै विद्यार्थी समितिको पूर्व अग्रजहरूलाई चाहिँ उहाँहरूलाई ब्याक सारेर तपाईहरु सर्दिनु अब बुझ्दिनुहोस् भनेर चाहिँ हामीले सुनवार सेवा समाजलाई चाहिँ गर्यौं। किन भन्दाखेरि त हामी त विवश छौं, लाचार छौं, भातृ संस्था केही गर्न नसक्ने हात खुट्टा बाँधेर राखेको छ हाम्रो भइरहेछ नि त। हरेक कुरामा उहाँले हस्तक्षेप गर्ने यताउति कुराहरू भइरहेको छ। सो अब आउने विद्यार्थी समाजहरूको लागि अझै पनि धेरै चुनौती छ, अझै चुनौती छ। हिजोको दिनसम्म थियो, अझै हुन्छ। तपाईहरुलाई म के भन्न चाहन्छु भन्दाखेरि सबैजना एकदमै अगाडि बढ्नुहोस्, सुनवार सेवा समाजले पनि कोअर्डिनेट गरिदिनुहोस् भनेर अनुरोध गर्दछु। हिजोको दिनमा के गर्यो, के भयो, के थियो भन्ने कुरालाई बिर्सेर आगामी दिनहरुमा चाहिँ हामी चाहिँ एकजुट भएर जानुपर्छ। सुनवार सेवा समाज र सुनवार विद्यार्थी समाजसँग यो जुन भित्र यो खटपट भएको छ, यो मलाई जहाँसम्म लाग्छ यो अक्षय कोषको रिलेटेड कुराहरूले पनि हो। अध्यक्षज्यू भन्नुहुन्छ एउटा बोर्डको कुरा हो, त्यो होइन। हरेक कुराहरू फन्डसँग लिएर एउटा पैसा आर्थिकसँगै जोडेको छ जस्तो लाग्छ मलाई चाहिँ अहिले मेरो 3 वर्षको अनुभवमा चाहिँ। अनि तपाईहरु अब आजको दिन यो 8औं राष्ट्रिय सम्मेलनको बेलामा हरेक बेलामा हामीले वर्षौनी सुनवार विद्यार्थी छात्रवृत्ति अक्षय कोषबाट चाहिँ हामीले हरेक वर्ष छात्रवृत्ति बाँड्थ्यौं। तर आज यसगरी यो समयमा चाहिँ यो 8औं राष्ट्रिय सम्मेलनमा हामीले आज बाँड्न सकेका छैनौं। त्यो कुरा तपाईहरुलाई म जानकारी गर्दछु। र किन भन्दाखेरि हामीसँग चाहिँ फन्डहरु अझै फिर्ता नआएको कारणले र ब्याजहरुबाट स्कलरशिप बाँड्ने भएको त्यो ब्याज हामीसँग अपुग भएको छ। र त्यो पछिल्लो समितिका भाइ बहिनीहरु अध्यक्ष र हाम्रो अध्यक्षज्यूहरु जो जति आउनुहुन्छ सुनवार विद्यार्थी समाजमा उहाँहरूले तपाईहरुलाई खबर गर्नुहुनेछ यो कुरामा। र यो कुरामा चाहिँ तपाईहरुलाई उहाँहरूले जानकारी गराउनुहुनेछ। र अन्तमा जाँदै धन्यवाद पनि दिनुपर्ने, छुटाउनु नहुने कुराहरू यो पनि हो। आज हामीले यस कार्यक्रममा हामीलाई सहायता गर्नुभएको छ, हामीलाई हरेक कुरामा आर्थिक भौतिक सहयोग गर्नुभएको छ। हाम्रो यो चेतना मुखपत्र